पार्वती पैसा तिर्छु भनिरहेको छु, रासन तिर्छु भनिरहेको छु। तपाईँले 2 घण्टा ढिला आएको तपाईँलाई के हुन्छ? म त नागरिक होला नि त, मलाई नि त कानुन होला नि त, म नागरिक हो कि हैन? तपाईले डकुमेन्ट ल्याउनुस् है। डकुमेन्ट दिन्छु, पैसा अहिले यही तिर्छु, पैसा नि काट्नुस्, कति तिरेर जान्छु। बाइक पनि डकुमेन्टहरु देखाउनु पर्यो। तिरेर जान्छु के म। निषेध ठाउँमा रोकेको त बाइक। उहाँहरुले पनि बाइक त्यहाँ रोकेको छ नि। तपाईको नि काट्नु सक्छ त्यसमा, काट्नु सबैको नि काट्नु सक्छ। तपाईको नि काट्नु, तपाईले त्यही राख्नु हो। अब पार्किङ हो, पार्किङ ठीक छ। किन मान्छे आएन? किन आएन? यत्रो छ त्यस्तो जानकारी गर्छन् हुन। आधा घण्टा एकजनालाई खबर पठाउनु, जानकारी खबर पठाउनु नि। खबर नपठाउनु सिस्टम भित्र गएको भने थाहा हुन्छ हामीलाई। भित्र आज कार्यक्रम हुँदै थियो सर, कार्यक्रम हुँदै थियो, बृहत आज वार्ता हुँदै थियो नि। मैले तपाईँलाई जाँड रक्सी खाना आउनुभयो भनेकै छैन सर। मैले तपाईँलाई जाँड रक्सी खाना आउनु भनेको छु छैन नि त सर। सुन्नु सर, हामी यहाँ आएर पानी परिरहेको थियो, आधा घण्टासम्म सिटी पुग्दाखेरि कोही मान्छे आयो। देशको प्रमुख राजनीतिक दलले राखेको वार्ता भनेको त सबैको चासो हो। हामीले जानकारी हुनुपर्छ सर। यस्तो यस्तो कार्यक्रम हुँदैछ, हामीले चाहिँ यहाँ गाडी राख्न पाउनुपर्छ है। अलिकति सहज वातावरण तपाईँले गरिदिनुहोस् भन्दा भए हामी मिलाइदिन्थ्यौँ सर। तपाईँहरूले कुनै एउटाले हामीलाई जानकारी गर्नु भएको छ ल भन्नु न। कार्यक्रमको आयोजना गर्नेलाई भन्नुहोस् न, हामी त पत्रकार हो त। तपाईँले गाडी राख्ने मान्छेले त भन्नु पर्यो नि त आयोजकलाई, सर यहाँ गाडी राख्न पाउँछ कि पाउँदैन। अर्को कुरा चाहिँ तपाईँले गाडी यहाँ राख्न पाउँदैन भनिसकेपछि चाहिँ रोडमा यो तपाईँको पार्किङ गर्न पाउँदैन भन्छ, किन पार्किङ गर्नु? अर्को कुरा आयोजकलाई तपाईँले भन्न सक्नु पार्किङ छैन, रोडमा राख्दाखेरि केही समस्या आउँछ कि, त्यो त हजुरले थाहा पाउनु पर्यो नि त सर। पार्किङ गर्नु हुँदैन रोडमा भन्ने हामीलाई थाहा छ, तर सहजीकरण गर्ने भन्ने हो हुँदैन। त्यो हामीलाई जानकारी भएपछि सहजीकरण गर्ने हो। जानकारी भयो त अब पछि पनि भयो त मान्दिनुहोस् यसलाई। आयोजक पक्षले कार्यक्रममा उनीहरू जानकारी दिएनन् रे, तर हामी समस्या पर्यौँ त। कुन अस्तव्यस्त भयो त्यसै बताउनु त। कति घण्टा एक बाटो अवरुद्ध भयो? बाटो अवरुद्ध भयो। बाटो अवरुद्ध तपाईँको 12:30 बजेदेखि गाडी थियो। यो दिनभरि बस्छ सर।